Hi guys, welcome back to my new vlog. So after a long gap, आज चाहिँ हामी डेभिल ब्रिज हेर्नु जानु लागेको जो कि बर्लिनबाट मोर देन 1 आवरको डिस्टेन्समा छ। अनि यो सबैजना चाहिँ हाम्रो साथी हुनुहुन्छ। सबैजना हामी ट्रेनमै भेटेको थियौँ। उनीहरूले के कुराहरू लिएर आउनुभएको थियो खानुको लागि। सो हामीले मिलेर खायौँ गफ गर्दै गर्दै अनि हामी चाहिँ पुग्न पनि आँट्यौँ। यो चाहिँ एउटा सानो सिटी हो। हामीले ट्रेन छोडेर बस पनि लिनु परेको थियो। सो हामी चाहिँ फाइनली पुग्यौँ। बसबाट झरेपछि हामीलाई अलिकति हिँड्नु परेको थियो, धेरै टाढो होइन। एन्ड यो चाहिँ कति क्लिन छ हेर्न सक्नुहुन्छ। जर्मनहरूको सानो सानो सिटीहरू यस्तै नै धेरै क्लिन हुन्छ कम्पेयर टु ठुलो सिटी। यो चाहिँ थियो हाम्रो फाइनल डेस्टिनेसन। हामी चाहिँ यही डेभिल ब्रिज हेर्नुको लागि आएको थियौँ। कस्तो राम्रो भ्यू थियो एन्ड हामीले बहुत सारा फोटोज एन्ड भिडियोज बनायौँ, फोटो खिच्यौँ। त्यो मौसम पनि अलिक जाडो जाडो थियो एन्ड यो भिडियो चाहिँ अहिलेको होइन, 1 महिना अगाडिको भिडियो हो बाइ द वे। मैले हाल्नु बिर्सिरहेको थिएँ सो त्यस भएर। सो यो दुईजना मेरो साथी हुनुहुन्छ एन्ड मैले भिडियो बनाउँदाखेरि चाहिँ हामीले के फनी कुरा गरेर चाहिँ हाँसिरहेको पनि थियौँ। एन्ड यो चाहिँ स्टोनले के बनेको जस्तो थियो, डिजाइन कस्तो राम्रो थियो यो पनि। एन्ड यो चाहिँ मेरो साथी हो जसले मेरो भिडियोमा भोइस ओभर दिँदैछ, तर अनफर्चुनेटली मलाई उसको भोइस म्युट गर्नु पर्यो। सरी चिटिङ। एन्ड हामीले अलिकति ट्रेकिङ पनि गऱ्यौँ किनकि त्यहाँको एरिया चाहिँ साह्रै नै राम्रो एन्ड ग्रिनेरी थियो। उसको पछि चाहिँ हामीलाई फेरि ब्याक जानुको लागि चाहिँ हामीले ट्रेन पाएनौँ एन्ड देन हामी चाहिँ वाक गर्दै गर्दै चाहिँ ट्रेन स्टेसनसम्म पुग्यौँ जो कि लगभग 10 किलोमिटरको दूरीमा थियो। बाई गाइस, सी यू इन